माछा छ है। आयो 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 ल राम्रो परिरहेछ माछा। देश असला माछा मिठो हुन्छ। आयो 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 जस एक दुई चोट बिराएर माछा लागिरहेछ। दुईटा 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 छ दुईटा पनि छ है। तल एउटा छ। दुईटा माछा लाग्यो अहिले। लाग्यो बुसौ लाग्यो ल ठीक छ
माछा हो नि त्यो नि यो एरियामा अलि लाग्दैन के माथि राम्रो छ खेउ फेरि ठिक छ त अनि दामी छ त दामी दामी कोरको आफै बनाउनु भएको ए हजुर तपाईँहरू सब सिउ छ यार ल है आछ 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 दामी उहाँ पनि आयो उहाँ पनि एउटा आछ बल्ल अहिलेसम्मको अलि पिस आयो यार दामी दामी हो नि माथि पुग्दासम्म त गर्नुहुन्छ के बिचमा नकाटिदिनु पर्यो हजुर केटाहरू प्रायः दिन डेली खेल्ने रहेछन् यार तपाईँको डेली 1 केजी मऱ्यो नि यार 750 भएछ दिनको 750 धेरै हो क्या यार बगान न माछा नि सबले किन्छन् होइन आयो 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 ल ठिक छ दामी 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 एउटा हो सर एउटा हो ल ठिक छ कस्तो लाग्यो होला लाइक कमेन्ट सेयर मिल्यो भने यसो सब्सक्राइब गरेर मिस्टर डाइभर्सिफाइड युट्युब च्यानललाई हेल्प गर्नु होला भनिहालेँ है त ल ठिक छ यो चाहिँ हाम्रो म फेरि पनि भन्दैछु यो हाम्रो तमान खोला हो तमान खोलामा आज माछा मार्ने कार्यक्रम भइरहेछ अहिले त खोला जे सफै आएको छ अहिले चाहिँ फेरि माछा पर्यो ल ठिक छ दामी 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 आयो 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 दामी 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 ओ त्यता नि आयो सर माछा देखिन्न नि उसो ठिक छ दामी हुनुपर्छ क्या यार यति आयो 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 ल ल दामी तमान खोलामा असला माछा लाग्छ के राम्रो यार
दामी ल ठिक छ मेरो नि कन्डिसन त्यही हो के मैले बिचमा मिस्टेक त्यही गरेको हो क्या मैले दामी 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 अब बल्ल खोला तात्तिन लागेछ अब लाग्छ म त 4:30 बजे उठेर हिँडेको चिन्छन् के यो त शिकारीको चालै आहा दामी माछा छ आयो आयो दुईटा 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 होइन ए म त खिच्नै पाएँ पछि ठुलो हुन्छ आयो 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 उहाँ पारी तपाईहरु शनिबार शनिबार खेल्नुहुन्छ अरु बेला नि खेल्नुहुन्छ दामी रे त्यसले नि धेरै असर गर्छ नि ओ ल दामी 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 ल ठीक छ ओके माछा छ सानो छ त फाल्दिनुस् त्यो त फाल्ने हो के पछि ठुलो भएर त्यही आउँछ के फेरि सरको पनि सानो हाते फाल्नु भयो
छ आउनुहोस् वारी तर्नुहोस् त्यहाँ आयो त यहाँ नि आउने चान्स म्याक्सिमम भयो के भाग्यो यसो गर्दा भाँसामा गर्दा त कोरको सोरो भराएर पनि प्लास्टिकमा हाल्ने हुन्छ यार यसरी लाग्यो भने त हजुर कति आउँछ यो कोरकोमा बिस्तारै खेल्नुहोस् हुन्छ गर्ने त्यही हो क्या आयो दामी उहाँ चाहिँ हाम्रो एकदम पाको जालरी हुनुहुन्छ म भन्दा अगाडिबाट खेल्नु भएको उहाँ हाम्रो पुसौ यो एरियामा चाहिँ जहिले यसरी पहिरो आउँछ त्यही भएर अब कहिलेकाहीँ गाउँतिर जाने गाडीहरू पनि डिस्टर्ब हुन्छ यहाँ अब म चाहिँ यहाँबाट फर्किन्छु म बुर्तिबाङ जानुपर्छ उहाँहरू अब खेल्दै खेल्दै बङ्गनान जाने योजना रहेछ उहाँहरूको चाहिँ ल ठिक छ भिडियो हेरेर रमाइलो गर्नु होला कस्तो लाग्छ फुर्सद भएसम्म यसो टाइम मिलाएर फिडब्याक पनि दिनु होला अनि यसो भिडियो राम्रो लाग्यो मिस्टर डाइभर्सिफाइड युट्युब च्यानलको कन्टेन्टहरू हेर्न रमाइलो लाग्छ रमाइलो मान्नुहुन्छ भने त्यसो सब्सक्राइब पनि गरिदिनु होला ल अब लास्ट सट खिचौँ है त वहाँ परेछ माछा चाहिँ लागिरहेछ है अहिले मौसम एकदमै ठिक छ खोला पनि सङ्लिसकेको छ दामी 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 उहाँहरू चाहिँ मेरो पहिला बङ्गडान हुँदा यसो जाल खेल्ने पार्टनरहरू उहाँ निलो लगाएको चाहिँ मेरो पुसो हुनुहुन्छ हाम्रो चाहिँ उहाँ सचिन सर उहाँ पालिकामा काम गर्नुहुन्छ तमानखोला गाउँपालिकामा ल आजको लास्ट सट है त माछा लाग्छ कि लाग्दैन है त ल ओके
जाल अड्के जस्तो लाग्यो उहाँको चाहिँ। यहाँ चाहिँ यो ढुङ्गा झरेर एकदमै यो टिको टिको ढुङ्गाहरू छ त्यहाँ, त्यही भएर यो जाल अड्किन्छ कि। ल पुछौ सर, हेलो, ल म गएँ बाबाई, ल जाने अब, ल खेल्दै जानु होला। ल साथी म चाहिँ उहाँहरूसँग आज बिदाबादी भएँ त। ल गुड, ओके। ल यो चाहिँ हाम्रो तमान खोला हो फेरि पनि। ओके अब यसो मेसो मिलेसम्म अर्को भिडियोमा भेटौँ ल। ओके बाई बाई, एन्जोय।